Well, welcome to my YouTube channel, Creek Pips. Today I'm going to talk about Anne Joseph Harvey. भनेको एन जोसेफ हार्वीलाई पनि एन हार्वी भन्न सकिन्छ। किन म आज कुरा गरेर गइरहेको छु भने क्रिकेट एसोसिएसन अफ नेपालले चाहिँ उसलाई एज अ बलिङ कन्सल्टेन्सको रूपमा नियुक्ति गरेको छ T20 वर्ल्ड कप 2026को लागि। सो उसको जोसेफ हार्वीको ब्याकग्राउन्ड के छ त, कस्तो छ त, हेरौँ एकचोटि है। उसको फुल नेम के छ भने एन जोसेफ हार्वी। उसको जन्म 10 अक्टोबर 1969 एडले साउथ अस्ट्रेलियामा भएको र उसको रोल के हो भने बलिङ अलराउन्डर हो होइन। अब बलिङ अलराउन्डर हो र त्यसै मध्येमा उसको स्ट्याट फिगर कस्तो छ त, ब्याटिङ साइडमा चाहिँ फिगर कस्तो छ भने ओडिआईमा 73 म्याच खेलेको छ, त्यसमा 712 रन कन्ट्रिब्युसन दिएको छ। एभरेज कतिमा छ, 70.87 को एभरेज छ भने स्ट्राइक रेट 88.16 को एभरेज छ। र फर्स्ट क्लासमा कतिवटा खेलेको छ भने 165, 8409 रन एभरेज छ, 34.60। लिस्ट एमा छ 305 म्याच खेलेको छ, रन छ 5977, एभरेज छ 24.80। र T20मा छ 54 म्याच, रन छ 8470, एभरेज छ 31.27 र स्ट्राइक रेट छ 156.21। विच विल बी T20मा इट्स विल बी इफेक्टिभ। र अर्कोतिर बलिङको साइड हेर्ने हो भने 73 म्याच, 85वटा विकेट्स र एभरेज छ इकोनोमिक्स छ 4.71। र फर्स्ट क्लासमा हेर्ने हो भने 165वटा म्याच, 425वटा विकेट र इकोनोमिक्स छ 2.89। लिस्ट एमा हेर्ने हो भने 305वटा म्याच, 445वटा विकेट र एभरेज हेर्ने हो भने इकोनोमिक हेर्ने हो भने 4.38 को एभरेज छ। जबकि T20 हेर्ने हो भने 54 म्याच, 52 विकेट र इकोनोमी भने 7.67। भनेपछि ओभरअल इट्स विल बी इफेक्टिभ फर द क्रिकेट एसोसिएसन अफ नेपाल फर द बलिङ साइड एज वेल एज ब्याटिङ साइड रोल, किनकि ऊ बलिङ अलराउन्डर हो। सो त्यसले गर्दाखेरि बलिङलाई म्याक्सिमम् सपोर्ट पनि गर्छ। र ब्याटिङको साइडमा हेर्ने भने हेड कोच स्टुअर्ट डनले पनि धेरै इफेक्टिभ गर्न सक्छ होइन। यसरी हेर्दाखेरि अस्ट्रेलियन माइन्डसेटबाट चाहिँ नेपाल क्रिकेट टिमको चाहिँ कन्ट्रिब्युसन म्याक्सिमम् भएको देखिन्छ। अब प्लस एन जोसेफ हार्लीलाई एड गरिसकेपछि अझ धेरै नेपाल क्रिकेट टिमको चाहिँ बलिङ एगेन्स्ट ब्याटिङ पर्फर्मेन्स पनि अलिक राम्रो हुन्छ जस्तो महसुस देखिन्छ होइन, यो कन्ट्रिब्युसनले गर्दा एड गरिसकेपछि। सो लेट्स सी। र गेम श्रीलङ्का एको म्याचमा चाहिँ कस्तो पर्फर्मेन्स गर्छ त्योबाट पनि थाहा भइहाल्छ कि नेपालको कन्ट्रिब्युसन फर्दर वर्ल्ड कपमा कस्तो हुन्छ भन्ने कुराले होइन। सो गुड बाई।